चटपटेको पर्खाइमा बस्दा बस्दा फाइनली बहिनी चाहिँ यहाँ आउँदैछिन्। आँखाको दाना दुखिसक्यो चटपटे फर्किँदा फर्किँदा। छेमा चटपटे लिएर आउनुभयो। आउँदैछिन्। चटपटे आइपुगेको अवस्था। अमिलो चस्सै परेको चटपटे। यो चाहिँ दिदीको र मेरो। यो चाहिँ हाम्रो 50 रुपियाँको चटपटे हो। यो चाहिँ नानीहरूको चटपटे। यो चाहिँ नानीहरूको हो। चम्ची त्यही छ बेबी। अनि एउटा भदैनीले पनि चाहिन्छ। तिमी अलि यता उभिपु उनीहरू उता बस्छ। भदैनीले पनि चाहिन्छ त। चाहिन्छ। त्यो एउटा बनाइदियो त भदैनी र साइरालाई। त्यो होइन उता अलि ठुलो होला। म त बिचमा उयो गर्दै यहाँ गरिदिउँ होला। हुन्छ बिचमा घुमाएर राख्दैन मिलाएर। यहाँ हाम्रो भदैनी गोलो पारिदेऊ न। अनि बसै नि मिलेन। अलिक पछाडि सर त बेबी। पछाडि सर न गोलो बनाउनु पर्छ। दिपिका यहाँ भदैनी उता चटपटेतिर फर्क न। उता हो त्यता। खोइ साइरालाई चम्ची परेर राखिरहेको छ साइराले। बहिनीलाई चम्ची देऊ छोरा। साइराले चाहिँ ढुङ्ले पर्खेको हो। जहाँसम्म मलाई लाग्दा चाहिँ अलि नजिक नजिक राख्देऊ। त्यो अलि उघारिदेऊ न। यो अलि हिरन्स हिरन्स अब हामी चाहिँ चटपटे खान्छौँ। मिठो छ पिरो अमिलो चस्सै भन्दै। चस्सै छ चस्सै। हाम्रो माया दिदीको चटपटे चस्सै। हामीले चाहिँ पहिले स्कुलमा केटाकेटी हुँदाखेरि पर्खिने बोजूकोमा यसरी खाएको याद चाहिँ धेरै आउँछ। अब अहिले खाइसकेर मात्र भिडियो बनाउनु पर्यो। फेरि मैले यहाँ गम गम खाँदै भिडियो बनाउँदा बुनुको भनेर फेरि अहिले बुनुलाई टेन्सन हुन्छ। टेन्सन मलाई ओभर पिरो भएछ। तर पिरो लगाइदिनु भनेको थिएँ नि त मैले। कानबाट धुवै निस्किन्छ अब। तर थोरै चटपटे आउँदाखेरि अरूलाई चाहिँ कहिले भन्नु खानु पनि छोडिँदैन होइन। पसिना पुस्नु पनि छोडिँदैन।
हालेछ क्या तल माछालाई जितेछ अहिले म हामी चाहिँ खाइसक्यौँ अब घरतिर लाग्ने हौँ खोलेर दिउँ कति हो तिमी एउटा हौ अनि हिरोइनलाई आधी दिन मेरो त एउटा अब हामी चाहिँ चिकन खाँदै खाँदै घर फर्केको यो चिकन त डुप्लिकेट रहेछ हुँदैन फाल्नु ल भाइ बुन्नु ल यो चिकनबाट यस्तो हुन्छ हेर्नु न हरियो चिकन त्यही पनि फ्याल्नु लाउ त तिनटैलाई ओके बाई बाई हाम्रो राष्ट्रपालमा तपाईँहरू पनि घुम्न आउनु होला